एउटा केटी दिनु न क्या हो त्यसमा भगर जस्तो म चाहिँ कन्ट्रोल गर्न सकिनँ टेडी दिएर यो गिफ्ट चाहिएर कति आज हामी टेडी दिएमा चाहिँ बुढाबुढी चाहिँ के अरे टेडी खाने चाहिँ के अरे कुखुराको डाइमन्ड खान जान्छौँ लिँदा दियौँ रोस्ट ल्याएर रोस्ट खाने उसलाई मैले साकुरा घुमाउनु जान्छु यहाँ साकुरा यहीँ छ आजको भिडियोमा चाहिँ हाम्रो यहाँ पनि छ सो मलाई टेडी पानीहरू गइरहेको छ यहाँ चाहिँ टेडी सर्ट खाने चाहिँ मासु पोलेर खानिरहेको छ हजुर अब तिम्रो भिडियो रहेछ मान्छे भाइरल हुन्छ सो फाइनली हामी चाहिँ डङ्कीमा चाहिँ मासुको लागि त्यसले सजिलो राम्रो खाइन्छ हामी बढी खान्छौँ आज मासु चाहिँ कति खान्छ 20 पैसा पहेँटा खानु चाहिँ हामी यहाँ किन्न आएकै सस्तो पर्छ के गरेर विजय त मान्छे गरिदिएर प्लेट पड्काइन्छ थाहा पाउँछ तेर्साको कि डङ्कीलाई चाहिँ हाम्रो बुढी डङ्कीको पुरै चालेर भ्याउने काम हो कि कहाँ सामान के छ कहाँ कति पर्छ के त होला सिधै उता डङ्कीको कुना कुना पनि थाहा छ कहाँ के छ होइन यहाँ हेर्नु डङ्कीमा हाम्रो बिदा भयो भने थाहा छ यहाँ घुमेर भ्याउने यहाँ मेकअपको सामान देख्नु हुँदैन उसले होइन त हामी मासु किन्न आएको जाऊँ हामी चाहिँ मासु किन्न आएको मेन चाहिँ मासु किन्न तर उहाँ चाहिँ हेर्नु अब यो झिँगाइ चार्ने सबै कहाँ के छ किन्ने चाहिँ हेर्नु फेरि किन्ने के छ किन्ने के हेर्नु भयो वर्ग सब हेर्छ किन्ने के हेर्न जाम भन्नलाई हामी मासु किन्न चाहिँ आएको मेन चाहिँ गाई चाहिँ मासु किन्न आएको किन्ने चाहिँ के रहेछ जाऊँ के किन्नु छ जाऊँ ल जाऊँ होइन नाक कत्रो देखेको जाऊँ किनेर म डुब्नु छ अरे यहाँ फर्स्ट काम बनायौँ गाइज यो किनियो होइन अन्नै छ हो पहेँटाको मासुको हाउ क्युट के यो खाने प्लान बनायो यतिले पुग्छ भित्र भन खसी खाने मान्छे खसी खाने मान्छे अरे यार सक्छ त ग्रिन टी किन जाँदै हुन्छ म त लोकल ग्रिन टी कता खा जाम नजाने नखाने आज भिडियो अन गरे भएर ए भाइ डङ्कीमा अन्डा पाउँदैछ ल हेर्दै भगर नै हामी टक्क यो हामी प्लान भयो मलाई चाहिँ कस्तो छ गाइस जापान गयो सस्तो छ त ओ माई गड ट्र्याक घटिया छ यार टेडी दिएर यो गिफ्ट चाहिएर कति हो प्राइस हेर्दा 22,000 मात्र बुढी माग्ने ए किडनी बेचले 20,000 कति आयो त कत्रो हो कत्रो उचाल्न कत्रो हो यति सानोको 22,000 हालेर किन्नु भनेको म के उठाले भाइ तिम्रो अनुहार मिल्यो अरे ल यता नि किनिन्छ ल तिमीलाई किनिदिन्छु यो ल यो म किनिदिन्छु ओहो ल हेऱ्यो ल हेऱ्यो इमेजतिर है कहाँ दुईचोटि चिजमा त हिँड्छु म किनिदिन्छु नि गो कहाँ किन्छ काम पाउँदैन डङ्की आयो भने त पनि केही किन्ने भन्छ म्याडम यस्तो काम छैन क्या सो गाइस हामीले चाहिँ फाइनली यी एक पोका लिएर आएँ आज मासु खानु त कस्तो लागिरहेको तिमीलाई दसैँ आइरह चिकनको के अरे पखेटा सराप कि सराप आज भोलि अब कति किस खाने 20 किस कि 20 पिस 20 किस खाने 20 पिस नखाने सो गाइस हामी थियो आज मासु किने भ्याम जापानको डङ्की भन्छलाई चाहिँ सो सबै थाहा त होला सबैलाई थाहा नभएको मान्छे कमी होला सो हाम्रो पनि यहाँ हुनुहुन्छ हाम्रो गाडी उता छ ए त्यहाँ भन्यो यस्तो रात भइसक्यो
दिउँसो बिदा राति हुन्छ निस्किँदाखेरि बाहिर अब गएर हामी बुढीले मासु खाने भयो गफ गफ प्याज मेरो बुढीको फेभरेट मासु मेरो फेभरेट जुस फेभरेट खासै कमै छ दुईवटा ओहो लुगा धुने यो एउटा स्याम्पू यतिको कति पर्यो लगभग जापानमा चाहिँ यतिको पर्यो 10,000 700 रुपियाँको जापानिज नेपाली कति पर्छ 700 रुपियाँ बुढी यो चाहिँ यस्तो गरेको हेँ अब यसमा हाल्नुपर्छ मसला होइन सुरुमा थोरै बेसार सो चिली पाउडर अनि हल्का मसला हुन्छ यसलाई नुन भन्छ हल्का अनि सो यसमा हाल्नुपर्छ कश्मिरी मिर्च चाहिँ हाल्न बिर्सिछु कश्मिरी मिर्च यसमा कश्मिरी मिर्च कलरको लागि चाहिँ दामी हुन्छ यो चाहिँ त्यसलाई हाल्ने चाहिँ हुँदैन फेरि त्यसलाई हाल्नु चाहिँ पर्दैन अनि टक्क चाहिँ मुन यसरी किन भुइजान्छ सो यसरी म यहाँ आलु हालेको भएर यस्तो भयो हामीले सो सेयर फ्राई बुझ्नु भइसक्यो होला टकटक यसो राख्ने मैले चाहिँ यो दुईवटामा हालेर चाहिँ भ्याएँ त्यसपछि अबलाई एयर फ्राईमा हाल्नुपर्छ यो खासै कारण जापानमा चाहिँ यस्तो गर्ने यहाँ हाल्छु नि अटोमेटिक आउनु भएन अनि यो गर्ने सो अनि यसलाई चाहिँ किन रोस्ट खानुपर्छ हामी अब रोस्ट कहाँ यो बोइल हो यो रोस्ट यहाँ हुन्छ लगभग 25 मिनट चाहिँ धेरै हुन्छ चिकनलाई चाहिँ लगभग मैले 15 मिनट 18 मिनट हाल्ने स्टार्ट भयो होइन यस्तो भयो यसलाई निकाल्नुपर्छ अब माथिको चाहिँ तलको चाहिँ बाँकी छ सोही भाज्यो नि ओ माई गड लम्बा खानुपर्छ सही भाइ लटेन यस्तो दामी भएको चिकन सही भन्छ ल यस्तो सही ल खान त मजा आउँछ ल आज मुखमै पानी आइसक्यो मेरो त अब भाएन यसलाई गर्नुपर्छ ए निस्कि लट्ने बन्यो अचार पनि बन्यो रेडी भयो मोमोको अचार र बवाल हुन्छ होइन टक्क सही भयो क्या ओहो उनीहरू यस्तो बवाल भयो क्या दसैँ हाट सो गाइस मैले चाहिँ कन्ट्रोल गर्न सकिनँ होइन टक्क छोपेँ म चाहिँ कन्ट्रोल गर्न सकिनँ के देखेपछि होइन बवाल छैन म चाहिँ माया गठमामा हाँस्दै भएर कति मिठो क्या मोमोको तातो सबै खायो लास्ट मिठो तातो पऱ्यो क्या भेज चाउमिन बन्दैछ है गाइज अहिले भयो चिकन खाएर हुन्छ उयो यहाँ भेज चाउमिनलाई प्रोसेसिङ हुँदैछ होइन सो हेर्नु कस्तो हुन्छ त मोमोको अचार चिकन चाउमिन सही छ नि खानु त आज मजा आउँछ ल यो चाहिँ पछि खाँदा चाउमिन खान्छु अब चाहिँ है त टाइम तो काफी हो गया है वैसे दिन तो बहुत बिजी दिन है ये सब हुआ कब ये तो बताओ जरा बस एक शाम बाय बाय